नाथनन सालियो हैन सर यो क्वाइल यहाँ चाहिँ क्वाइल हुन्छ होइन यो चाहिँ जाली यसमा चाहिँ यहाँ चाहिँ क्वाइल भएको हुन्छ होइन छ यसमा चाहिँ क्वाइल हुन्छ होइन यो चाहिँ जाली भयो पानी तान्ने ठाउँ यहाँ चाहिँ इम्पेलर हुन्छ यहाँदेखि यहाँसम्म इम्पेलर कुनैमा 10वटा कुनैमा 12वटा इम्पेलरहरू हुन्छ होइन त्यसपछि यो कुचिन है कुचिनले चाहिँ यसलाई बाँध्नु पऱ्यो यो मिसिन चाहिँ अब यसलाई रकेट पम्प पनि भन्छ अब यहाँ समर्सिबल भनेको छ किनारमा पुरै डुबाउने अथवा बोलिङमा पुरै डुबाउने भयो भने यो समर्सिबल अथवा रकेट पम्प है अब हामीले यो तार जोड्दैछौँ यहाँ अब यो तार जोड्दाखेरि चाहिँ YBR फर्मुला है YBR येलो ब्लू रेड है त्यो निप्पल रिड्युसर मेल युनियन यहाँ 3 दिन पानी पर्यो भने सब स्विमिङ गर्यो होला वाटर सिल यो चाहिँ वाटर सिल टिप है तारै माथि वाटर सिल अरू एउटा ठुलो चाहिँ काटेर दिन्छ महँगो पर्छ सुताको सालेमा आउला सर यसलाई चाहिँ यो तान्नुपर्छ है यो रबर जस्तै हो ट्यु जस्तै रबर जस्तै हल्का टन्काएर तन्काउनु पर्छ गाउँमा आयो हुँदै हुँदैन घरहरूमा त 80-100सम्म हाल्छ जस्तो लाग्छ मलाई त्यो ठाउँ हेरेर त्यो पाइपै 8-10 वटा 120 फिट 140 फिट 150 त्यो तपाईँको तार जग्गा छ हुँदैन यहाँ त 150 फिट जानु त्यही त हाम्रोमा 110 वारार आउँछ होला त पानी त अनि चलाउ ल पानी आयो कि गइहाल्नु पर्छ धाराको पानी हो हाँस धोरी सुरुमा के फोहोर आउँछ यता सुधा भने त यता पो फर्किरह्यो पास उता भनेको यता भने स्वाट घुम्ने बेलामा यता फर्किरह्यो कि आयो आयो पहेँलो आएको त यहाँ